अब चाहिँ हामी घाँस आज लगाएको होइन टक्क लाएर सो हामी जाउँ यसरी पठा मुनै यहाँ आउँदा आम्मै हेर हेर बिजोक गाउँ घरै रमाइलो ल्याएर यस्तो हरियाली पाँच मजाले के हो यसमा सब बाँच्छ त हेर सब बाँच्छ हेर कोलो सोधो लाउनु छैन सधैँ जाँदैछ कान्छा रामरी झार परमात्मा पितालाई ईश्वरलाई सम्झेर जा रुखमा ईश्वर भन्दै परमात्मा पिता भन्दै पाटा त त्यस्तो भएछ रुख लगाएर पाटा त्यस्तै हो गाउँघरमा ल हाम्रो चाहिँ कागतीको बोट अनि यहाँ चाहिँ यो छ के अरे इस्कुसको साना इस्कुसहरू फल्ला गेडा गेडा सानो चिला है अब चाहिँ हामी घाँस आज लगाएको होइन टक्क लाएर सो हामी जाउँ यसरी पठा मुनै यहाँ आउँदा आम्मै हेर हेर बिजोक हिजो के उपचार केही गरेन यसलाई नि ल्याएको थियो खाने के गरे कोही खाँदैन यिनीहरू भोजहरू खसी कुन हो भोजहरू खसी यो हाम्रै हो तिम्रो बोका कुन हो भने ए आमाको बोकाहरू ल खसी बाटो कति धेरै किन अरे 13,500 14,000 भने अब जान्छ 25,000 त्यो त अहिले पठाइदिए भने कि मैले 25,000 जान्छ बोका किन्नु पठाइदिए भनेको त खसी कति पैसा 5,000 मान्छ उहाँ पर्छलाई सबै तिर्नु सक्दैन का हाम्रो अलिकति उ छ यो कसको यो यहाँ जा यो बाउको हेर बाउ यो बाउको एकरी आमाको यो बाउको आफ्नो छ आफ्नो छ यहाँ यहाँ खसी ए अलिअलि दाना पेल्नु पर्यो यिनीहरूलाई ए दाना त त्यो तिलकाने होइन ओ तिलकाने चिनिस् मलाई तार तिलकाने खानेको ध्यान छ तिलकाने है यसलाई मैले कति 2-3 वर्ष चलाएँ होला यसले मलाई चढाएँ है चढाएँ 3 वर्ष अरे के अरे कति 5-6 वर्ष चढाएँ होला मैले यसलाई अब यहाँ दाग राम्रो दाग बसिहालेछ है ट्राक जाँदैन अब के जान्छ अब त्यस्तै बस्छ हे त्यस्तै बस्छ जाँदैन जान्छ जान्छ भने टाटा बस्छ त्यो औषधि पनि लगाएको छ नि यस्तै बस्छ भनेर त्यस्तै बस्छ त्यही त होसले चलाउनु भन्दा यसो गर्छ नि कालो भएछ नि यस्तै अरे डडेर त चलाउँछ भन्छ साइकल जम हानेको त्यस्तो गर्दा कि दिदी त उहाँ त्यो तर्सेर हामी कराउनु हाम्रो कहाँ कराउनु त्यो मोबाइल चाहिँ कराउन भने यसलाई के गर्नु पर्ला सो बजार फेरि खर्च लाग्नु भनेको त यस्तो त कहाँ बस्छ मलाई राम्रो देख्दैन मलाई हेन्डसम हुनुहुन्छ हेन्डसम हुनुहुन्छ तोरीबारी टक्क फुले चाहिँ झार भइगयो नि हो त तोरीबारी त हरियाली छ जाउँ म दाना खाँदैछु खर्च लाग्दैन मलाई त्यतिकै नि हुन्छ ईश्वरलाई सम्झिनु त्यति नि हुन्छ अब टमाटर बारीमा पनि जानु पऱ्यो एकछिन चट्टा लाएर खसी यसलाई दाना पेल्नु पऱ्यो अझै खानिदिनु पऱ्यो मकैहरू दाना होइन मकैहरू खानिदिनु पऱ्यो मकै नुक्कल मकैहरू चट्टा खोजेर अनि पो हुन्छ ठुलो ल गाइस टमाटर हाम्रो चाहिँ यो बाउको मेहनत हो हाम्रो बाउ ल्याउनु भएको होइन टमाटर जोस मेहनत गर्छ अलिअलि होइन गाउँमा बसेर नि अनि जोस यसपालि चाहिँ अलिकति फलेन रहेछ होइन टमाटर यति यस्तो छ होइन टमाटर चाहिँ काँचो जस बाउको टमाटर होइन यता पक झन् छोड्दैन बोलिदिन्छ ल खोर उता गयो फेरि म जान्छु म झिक्छु बाख्राले ए बाटो छैन त हो बाटो रहेछ नि त यता त के बार पो लाएर छ है यता थुन्नु खोरभित्र के थुन्नु ए तातो हुन्छ यहाँ तिमी यता म झिक्छु हो ल यो बोका पार्टी हो यो पार्टी रहेछ यार बिचरा भएन के रोएलाई पानीले यस्तो गर्यो है कि हो लगाइ हाम्रो चाहिँ बुद्ध चित्तको बोट हो यो होइन यसपालि फले पनि राम्रै भए पनि होइन चिटिक्क लाएर सो हामी चाहिँ अब कोदाबारी जाँदैछौँ घाँस लामा छोडा चिटिक्क पढेर
ठिक्क परेर के नि त्यस्तो अगाडि गाउँघरै रमाइलो आएर यस्तो हरियाली पाइदिनुपर्छ मजाले। अलिकति सुविधाहरू चाहिँ छैन है अब दुःख छ है। अलिकति आफूले भनेको चाहिँ कुराहरू चाहिँ पाउँदैन पाउनु चाहिँ त्यही हो। न त गाउँघरि कस्तो राम्रो हो यस्तो हरियाली देख्नु पाउँछ कस्तो राम्रो होइन। चट्ट घाम लागेको छ अनि एकदम आनन्दको ठाउँ पनि छ होइन एकदम। अनि झन् हाम्रो आमासँग बस्नुभयो झन् रमाइलो है आमा। अनि त्यही हो अलिकता काठमाडौँमा चाहिँ अलिकता सुविधाहरूमा त भएर दामी गाउँै रमाइलो। त्यहाँ टमाटर फलेको छ त अलिअलि रातो रातो रहेछ है अलिअलि के हो ध्वजा देखा हो होइन ध्वजा रातो देखा कौटो रातो होइन कि टमाटर फलेन र काँचो मात्र ए कोदोबारी कुन झानी होइन अर्को त्यो होला ए झानेर ऊ त्यो पछाडिको ऊ त्यो थाहा छैन। कस्तो मासु धेरै भयो क्या कस्तो नमिठो पात आयो भने चट्टलारी कोदोबारी छ होइन। यसपालि खरबाहान देश घाँसहरू रहेछ है काटे छैन खरबाहामा गइहाल्छु कुन चाहिँ झार्ने हो झरिहाल्छु नि। माकुरा तोका छस् यहाँ माकुरा के हो यसमा सब बाँच्छ त हेर सब बाँच्छ हेर कोदो सोदो लाउनु छैन के छर्या हुन्छ नि जोतेर के छर्या भन्दै नि ए ल गाइस हेर्नुहोस् ल यस्तो छ अवस्था गाउँहरू सब हिवाहरू ठिठाहरू सर्टतिर होइन गाउँघरको बारी बाँझै बस्छु यस्तो छ अवस्था खोइ त यहाँ त कोदो कि बाडा हाल्यो नि त ल यतापट्टि त ए है त्यो अलिक उयो छ है म घाँस जान्छु ल भिडियोमा देखाऊ है ल म चढ्न गएँ त रुख चढ्दै जाँदैछ कान्छा राम्ररी झार परमात्मा पितालाई ईश्वरलाई सम्झेर जा रुखमा ईश्वर भन्दै परमात्मा पिता भन्दै रुखमा चढ्नु शक्ति समाता दिनुहोस् भन्नु शक्ति समाता दिनुहोस् पिता मेरो हात होइन यसु मसीको हातबाट झार्नेछु झार्दैछु हातबाट मलाई शक्ति समाता दिनुहोस् पिता। म हजुरको हातबाट जे चलाए पनि म साधन चलाए पनि घोडा चलाए पनि मैले हजुरको हातबाट चलाएको छु पिता हजुरको हातबाट चलाएको छु पिता हजुरले शक्ति समाता दिनुहोस् पिता। एकदमै हजुरले मेरो आत्मामा हजुरले विजयमान भएर अझ कार्य गरिसक्नु भयो पिता विजयमान भएर भन्छु विजयमान भएर मेरो आत्मामा हजुरले कार्य गरिसक्नु भयो पिता सक्नु भयो पिता हजुर हातबाट चलाउनेछु पिता रक्षा सुरक्षा साथले हिँड्नुहोस् पिता खै तल त देखेन त कान्छा खै नजानेर हो कि क्या देखे ऊ माथि छाङ्गा देख्दा अलिक मधुर मुर्दो भयो त देख्यो के देख्नु देखेन झारेछ
हँसेल लाग्दैन त हँसिया लाग्दैन कोही भाउजूहरूको हो कि हाम्रै हो हाम्रो किन हो अँ पहिलेको हैछ यो 500 का त्यो हराइहाल्यो नि अर्को त हो 500 का हँसिया त्यो हरायो हरा ए यो हराउमा त छ जाने हो अलि पतन गर्दैन तेरो त बच्चा दिन पो धार्यो त हैन अँ अनि यत्रो हुँदाखेरि धारेको मैले अनि भरे त झर्दैन सक्दैन त्यो सक्दैन यहाँ त्यो चढ्दै हाँगा मक्के छ क्या त्यहाँ मार हो छैन तँलाई देखेछ त देखेछ अँ देखेछ खासमा ऊ त्यहाँ लु भयो